अनि यो किन नहालेको कुनै भन्छ गाउँको नाम तोखु अनि वडा नम्बर 7 हामीले अब सामान चाहिँ ल्याइ पुऱ्यायौँ अब यो यहाँ एकदम राम्रो ठाउँ नि जाडोबाट हाउ आर यु डुइङ हामी कहाँ जाँदैछौँ आज हामी 7 नम्बर सार्दा गलियो अझै उता हाम्रो घरको सामान पनि जानु यस है हामी अब सामानहरू हालिसक्यौँ यति हैन वाउ सामान धेरै सारिसक्यौँ हामीले हैन यस ल हाम्रो यो 4 नम्बर वडा अध्यक्षको घरबाट हामी सामान लिएर गयो है फेरि भेटौँला बाई बाई सबै चाहिने हो त नि वाउ गलियो हल्का हाय सभा हेलो गाइस आर्सो यहाँ हामी अब लाग्यौँ 4 नम्बरबाट एउटा सामान किन्नु भन्दा 2 महिना सोध्छु गलियो पनि चाहिन्छ कि चाहिदैन हाम्रो दाइलाई पनि गाह्रो छ गाडी घुमाउँदा स्टिङबाट अब हामी जाँदैछौँ हाम्रो पर रुम यो भन्दा सानो छ क्या यसरी घुम्दैन त्यहाँ लगेर उताको कुनै गाडी अलिक घुम्दैन जस्तो छ हैन तर उतापट्टि चाहिँ फेरि एकचोटि हेर्नु न अब हामी फेरि त्यहाँ सामान लिएर जान्छौँ है त सामान त बसाइ सरे यतै हैन माथि छ माथिको त झारी छ गाइजहरु बसाइ सरे यो बोको थाला सबजना अब यहाँ भित्र पनि हेर्न आउनु पर्छ सामान जस धेरै नै रहेछ अब हैन अलरेडी प्याक छ ओके दिस इज माई रुम and I'm leaving this my room okay wow भिडियो यस हाम्रो दाइले पनि एकदम हेल्प गर्नुभएको छ यहाँ हाम्रो अब यो गाडीमा सामान हालेर oh nice yes लाउरे दामी छ यार यो ब्याग त यसरी बोक्ने हो नि त सही गर्नुभयो यार ल ठिक छ ल राम्रोसँग जानु होला सब यात्रा हेलो शिव दाइ हेलो ठिक छ ठीक छ लाग्नुपर्छ ओके बाई बाई यो गाडी आफ्नो ठाउँमा पनि गाडी नआएर बिजोक भएर यहाँ तलसम्म पुऱ्याउनु परेको छ उयो च्यात्यो है त्यसरी न ओ च्यातिन छ त्यो त म त म लिएर आउँछु जानु ल बाई बाई कस्तो गाडी रहेछ यहाँ जहिले आउने Where are you going? Where are you going? Bye bye. जान्छ बाँधेर लानुपर्छ दोरी अहिलेको दोरी छैन यस्तो म त गलेँ नि त अब त थाके के दोहोऱ्याउने फेरि एकदम सँगले ऊ यसलाई चेपाउनु पर्यो ऊ यहाँ एउटा यसो गरौँ न यहाँबाट यसो गरौँ यहाँ पनि छिराएर अनि तान्नु न उता डोरीले पुग्दैन नि त ल पुराम न हामी मिलाइहाल्छौँ यस्तै हो यहाँबाट यस्तो ल अब तानौँ मात्रै एकदम तानकै राख्नु ल यहाँ समाइसकेँ मैले तान्नु एकदम सँगले ल सिपु दाइ
Okay, भयो एकदम यहाँ हो त्यहाँ माथिबाट yes come on what are you doing एकैछिन है त एकैछिन यहाँ यो यता साह्रो दादा लु तान्नु दौडो यस बिगार्दैन त अब तपाईँ घरमा बस्यो बेसी लाग्यो होइन अब फेरि हामी आउँछौँ पछि भेट्नलाई तपाईँलाई त्यहाँ धेरै गुलियो खाने होइन आफू खाने होइन अब आफैलाई म गाली गर्छु नि Yes, this is all packed and we are ready to go. Okay. ल है हामी अब लाग्यौँ मोटर नम्बर 7 तिर है त Wow, this is nice way. We are going here, okay guys. We are enjoying. Thank you so much. हामी गाउँबाट सहरबाट गाउँ जाँदैछौँ होइन ओके मान्छे गाउँबाट सहर अहिले चाहिँ हाम्रो प्याक छ है सामान चाहिँ फुल प्याक छ पछाडि लोडेड सामान छ ओके थ्याङ्क यू सो मच गाइज यहाँ केपी फलेछ है गाइज ओए खाने हो वाउ यो सानो खालको हाउ नाइस कलर यार सो भेरी दिस इज भेरी contrast the color is okay wow which flower is this nice फाइनली हामी चाहिँ आइपुग्यौँ यहाँ ओके यस यो घरमा बस्ने त हामी कहाँ पुग्यो हामी यस या थ्याङ्क यू सो मच ल अब लगाइजहरू हेलो हामी कहाँ छौँ हौ हामी अब के गर्नु बसा सराई जिन्दगी झकास जिन्दगी रमाइलो दास के गर्नु अब राम्रो छ किम्बु फल्न थालेछ किम्बु खान पाउँछ अब हामीले आलु लेलो टमाटर लेलो अच्छा गाजर फलेछ है गाजर यहाँ गाजर अलैँची फलेछ अम्बक पनि रुख रहेछ यार यहाँ अम्बक फल अम्बक चाहिँ गभा गाइस किवीको रुख रहेछ नि त यहाँ किवी यो लडा यस गाइस त्यो बाटो एकदम गाह्रो छ होइन काली पराली पञ्चेक जोत्ता अरे ओहो अलैँची फल्न लागेको छ अलैँची ब्ल्याक डायमन्ड आम्मो कति अलैँची लास्ट थाक्यो ल प्रकाश होमस्टे त्यो ओके ओहो सुँगुर यहाँ रहेछ सुँगुर थाक्यो
गलियो यार गलियो Life is so very joyful, yeah. We are really exciting, yes, yeah. Okay. Finally, we reach here. Okay. This homestay. Aya, stay golio. Yes, yo, I'm making video, yeah. Yes. Yo. Okay. Come on. Mahendra Bahubali. Yeah, सक्छौ जाउँ Keep going. Come on. Yes. चलो. Mahendra Bahubali. होइन अहिले अहिले निकाल्दै बस्छु यस्तो गर्नुपर्छ भोलि यो सामानलाई खन्को मन लगाएर योलाई नै यता राख्नुपर्छ अनि यो त्यो तर यस्तो कि हजुर कन्सल्टेसन गर्नु छ नि त हजुरले कन्सल्टेसन गर्दा मैले काउन्सिलिङ गर्दाखेरि के हुँदैन त्यस्तो गरेर यो एउटै कोठामा 7 जना बसेर त गर्नुपर्छ कहिले होइन मैले त हुँदैन होइन ए होइन दाइले चाहिँ कन्सल्टेसन क्षेत्र काउन्सिलिङ भने म भित्र बसेर कामै दिन्न यही बस्ने सिउला हेलो हामी चाहिँ फाइनली 7 नम्बरको स्वास्थ्य चौकी र 7 नम्बरको घर आइपुगेको छौँ सबै सामानहरू सारिसक्यौँ सारी मात्रै सकेको छ अब सबै मिलाउन बाँकी नै छ म भोलि घर जाँदैछु अझै मिलाएर जाऊँ भनेको गएर भत्ती भइसकेको छ आज त भोक पनि लागिरहेको छ बाई बाई मैले बन्द गरिदिएँ